गर्ने ठाउँमा त पुगेँ गाइज, तर खोइ फोन गर्दा फोन पनि उठाउनु भएन र आन्टी यहाँनिर भएर मारेको त हो सेफ हङ्गर हफ रेस्टुरेन्ट बार भन्ने ठाउँमा यहाँनिर हेर्नु न के गरेर आएछ गाडी गेट चाहिँ अब गाडी कस्तो आएन। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरलाई स्वागत छ फेरि मेरो एउटा नयाँ भ्लगमा। आज म तिनकुने भन्ने ठाउँमा तिनकुनेको एउटा टेस्ला बोइज होस्टेल भन्ने त्यहाँ चाहिँ कलर लाउनु जाँदैछु र अहिले भर्खरै 5:45 भयो। तपाईँ देख्नु सक्नुहुन्छ म यहाँबाट जाँदैछु। अब हेरौँ कहाँ कहाँसम्म पुगिन्छ, हजुरलाई त्यहाँको भिडियो देखाउँछौँ। म चाहिँ बिहानै 5 बजे उठेको, तर यताउता गर्दाखेरि ब्रस गर्दाखेरि अहिले टाइम गयो। त्यही भएर अब चाहिँ आज तिनकुनेमा त्यहाँ कलर लाउनको लागि बोलाउनु भएको थियो, त्यहाँ म चाहिँ कलर लाउनु जाँदैछु गाइज। फेरि यो बाटो हुँदै यो ताहाजलको बाटो हो, यो ताहाजलको यता छाउनीको पछाडिको यो बाटो हो गाइज। तपाईहरु हेर्नु सक्नुहुन्छ म जाँदैछु। म चाहिँ अब यो कालीमाटी निस्किने सर्टकट बाटो लाग्दैछु। यो चाहिँ कालीमाटी जाने सर्टकट बाटो हो गाइज। देख्नु सक्नुहुन्छ बिहान बिहानै तरकारी बेच्दै जानुहुन्छ उहाँहरू। म चाहिँ यो बाटो हुँदै जान्छु गाइज, देख्नु सक्नुहुन्छ। जाँदैछु चाहिँ यता कालीमाटीको यो गेटमा निस्क्यो। यता गेट चाहिँ अब गाडी कस्तो राखेन। यो चाहिँ कालीमाटीको गेट देख्नु सक्नुहुन्छ। यहाँभित्र तरकारी बजार गइन्छ तरकारी किन्नलाई। यहाँबाट चाहिँ म यता त्रिपुरेश्वर हुँदै निस्कन्छौँ तिनकुनेसम्म। तपाईँ ध्यान सक्नुहुन्छ बाटो हुँदै जाँदैछु गाइज। तपाईँले म हुन्छ यहाँबाट अब अलि अगाडि त्रिपुरेश्वर। म चाहिँ रनिङ गर्दै एक्सर्साइज पनि हुने भयो, स्वास्थ्यलाई राम्रो नै भयो। यहाँ रनिङ गर्दै काममा जान्छु गाइज। अब ध्यान सक्नुहुन्छ कहाँसम्म पुगिन्छ तपाईँ ध्यान सक्नुहुन्छ। यहाँबाट रनिङ गर्दै जान्छु भाइ काममा। अब यहाँबाट अलि अगाडि चोक आइपुग्नु लाग्यो त्रिपुरेश्वर। त्यसपछि यता माइती घर निस्केर जान्छौँ हामी काममा। हेर्नु सक्नुहुन्छ त्रिपुरेश्वर चोक हो यहाँ। अब रङ्गशाला दशरथ रङ्गशाला देख्न सक्नुहुन्छ तपाईँहरू यताबाट देखेको दशरथ रङ्गशाला सक्नु तपाईँहरू त्रिपुरेश्वर। जाँदैछु उयो बाटो भएर अगाडिको बाटो भएर। हेर्नुहोस् गाइस, ओहो मङ्की ओहो हो हेर्नु सक्नुहुन्छ पुरै मङ्कीहरू। यहाँनिर हेर्नु न के गरेर आएछ पुरै यहाँतिर पुरै यो के हो थाहा छैन। यहाँ चाहिँ होइन के मन्दिर हो, तर यहाँतिर एकजना झुक्किएर बसिरहेछ, एकजना यहाँतिर गाई सरेर बसिरहेछ। सक्नुहुन्छ कति हो यहाँनिर चाहिँ। हेलो गाइज, म चाहिँ यता त्रिपुरेश्वर चोक भएर
यता यो थापादली चौक आइपुगेँ। हेर्नु सक्नुहुन्छ तपाईँहरू। म चाहिँ यता उताबाट क्रस गर्नु भने तर यताबाट क्रस गरिदिएँ, रोड खाली भएको कारणले गर्दा। यो चाहिँ थापादली चौक तपाईँहरू देख्न सक्नुहुन्छ। यो थापादली हस्पिटल जाने यताबाट, यताबाट जौलाखेल जाने बाटो थापादली चौक। म यहाँबाट जाँदैछु। सक्नुहुन्छ अगाडि म यो माइती घर चौकमा आइपुगेँ। देख्नु सक्नुहुन्छ माइती घर चौकमा। म यहाँबाट घुम्दै जाँदैछु। तपाईँहरू देख्नु सक्नुहुन्छ यो चाहिँ यता चाहिँ अनसन बसिरहनु भएको छ अझै मान्छेहरू। हेर्नु सक्नुहुन्छ यो चाहिँ पुरै अहिलेसम्म नै अनसन बसिरहनु भएको छ। म चाहिँ यहाँबाट चाहिँ बानेश्वर चोक हुँदै तिनकुने लाग्दैछु। 7 बजी पुग्नुपर्ने, यहाँ पाउने भन्ने छ 6:30 हुनु लाग्यो जस्तो लाग्यो। त्यही भएर रनिङ गर्दै जाँदैछु गाइस। सेफ हङ्गर हब रेस्टुरेन्ट बार भन्ने ठाउँमा यहाँ चाहिँ मेरो साथी सन्तोष छ। यहाँ चाहिँ हेड सेफ छ। अहिले उनीहरूको बन्द रहेछ यो रेस्टुरेन्ट, अब अहिले खोल्छ होला। यहाँ चाहिँ मेरो साथी सन्तोष स्कुल लेभलमा सँगै पढेको साथी छ त्यो रेस्टुरेन्टमा चाहिँ। म यहाँबाट बानेश्वर चोक पुग्नु लाग्यो गाइस। देख्नु सक्नुहुन्छ म जाँदैछु। फाइनली गाइस म चाहिँ बानेश्वर चोक आइपुगेँ। देख्नु सक्नुहुन्छ बानेश्वर चोक, यो बानेश्वर चोक। म चाहिँ यहाँबाट रोड क्रस गरेर पारी लाग्दैछु। जेब्रा क्रसिङ बाइकहरू कस्तो हुँदै आउँछ हत। म यहाँबाट चाहिँ यो चाहिँ बानेश्वर चोक देख्नुहुन्छ तपाईँले, देख्नु सक्नुहुन्छ बानेश्वर चोक। यहाँ बानेश्वर अब तिनकुने यहाँबाट सिधै गयो भने तिनकुनेबाट अलिक भित्र जस्तो लागेको थियो। यहाँ देख्नु सक्नुहुन्छ। म यहाँबाट चाहिँ फेरि के हो चढ्यो, मतलब रोड क्रस गऱ्यो। यहाँबाट म जाँदैछु गाइस काम गर्नुमै। हेर्नु सक्नुहुन्छ अगाडि बाटो तिनकुनेको यो पुल हुँदै जाँदैछु म चाहिँ। देख्नु सक्नुहुन्छ यो पुल हुँदै अब यहाँ अगाडि यता तिनकुने आइपुग्नु लाग्यो गाइस। देख्नु सक्नुहुन्छ म चाहिँ तिनकुनेको अब भित्र यताबाट जाँदैछु काममा। यहाँ चाहिँ ठ्याक्क कति बज्यो भन्दा यहाँ चाहिँ तिनकुने पुग्दा रहेछ। कति बज्यो खै, ठ्याक्कै 6:30 भयो। उताबाट 5 बजे 5:46 हिँड्यो होला। यहाँबाट जाँदैछु म तिनकुनेमा। म यो तिनकुने चाहिँ आइपुगेँ गाइस। तर काम गर्ने ठाउँ चाहिँ यता के हो, यो त होइन बोइज होस्टेल रहेछ। तर यो ओम के भन्छ यो ओम महालक्ष्मी बोइज होस्टेल यो चाहिँ। म चाहिँ जानु लाग्यो चाहिँ टेस्ला बोइज होस्टेल भन्ने ठाउँमा। अब यहाँ भैरव मार्ग भन्छ, कतातिर भैरव मार्ग सोध्दै जानु पऱ्यो भनेको। त्यही भएर खोइ देख्दैन, सिधै भनेर देखाए दाइ अरू दाइले। यो के हो, यो दिव्य मार्ग भयो त, भैरव मार्ग भन्छ कतातिर दिव्य मार्ग भयो। भैरव मार्ग भने सायद अगाडितिर जस्तो लाग्यो। देख्नु सक्नुहुन्छ तपाईँहरू यो चाहिँ तिनकुनेको चोक हो। तिनकुने चोकमा चाहिँ अब आकाशमा तल घाम लागेको छ। यतातिर पुरै यहाँ पुरै जाम, ट्राफिक रुल्स मानिरहनु भएको छ। देख्नु सक्नुहुन्छ तपाईँहरू। यो भैरव मार्ग भने चाहिँ कहाँतिर परेछ हेर्नु पऱ्यो भनेको। त्यही भएर
हेर्दैछु न मान्छेहरू पनि भेटिँदैन फेरि बाहिरमा हेरौँ यहाँबाट यतिर आन्टीलाई सोधौँ भने कसलाई सोधौँ कता हो यता आन्टी यहाँनिर भैरव मार्ग कता हो भैरव यता माथिको चोकपुर हो धन्यवाद गाइस भैरव मार्ग चाहिँ अलि अगाडि हो अरे अब 3 कुनै त आइरहेको ठाउँ हो यो मार्गहरू चाहिँ अहिले त्यति साह्रो थाहा छैन त्यही भएर जाँदैछु अलि अगाडि भन्दा थियो सो गाइस यो रहेछ भैरव मार्ग चाहिँ यताबाट भित्र छिरेँ म चाहिँ एकजना दाइलाई सोधेर भैरव मार्ग हेर्छु म चाहिँ फाइनली अब त्यो होस्टेल टेस्ला होस्टेलमा चाहिँ पुग्नु लाग्यो तर कतातिर पर्छ भनेर मैले म्याप त हेरिरहेको छु हेरौँ म्याप बाटोमा त पुग्नु लाग्यो हेरौँ गाइस कतातिर पर्छ भन्दैन यताबाट म हिँड्दैछु म चाहिँ टेस्ला बोइस होस्टेलतिर पुग्नु लाग्यो गाइस काम ठाउँमा यहाँनिर देख्नु यो के होस्टेल हो त्यतिर कहाँनिर ए उहाँ रहेछ ल भेट्यो टेस्ला होस्टेल गाइज फाइनली म चाहिँ काम गर्ने ठाउँमा चाहिँ आइपुग्यो यो रहेछ टेस्ला होस्टेल लिन सक्नुहुन्छ ल गाइज म कामतर्फ चाहिँ लाग्दैछु यहाँ पुग्दा चाहिँ कति बज्यो भन्दा चाहिँ ठ्याक्कै 6:39 भयो उताबाट 5:46 हिँडेको यहाँ पुगेँ यहीँ होला गेट त है गाइस अब काम सकेर अब बेलुका जाने टाइममा भेटाउँदा फेरि भिडियोमा अहिले आइरहेको थिएँ गाइस काम गर्ने ठाउँमा त पुगेँ गाइस तर खोइ फोन गर्दा फोन पनि उठाउनु भएन र यहाँ भर्खर फोन उठाउनु भयो अब चाहिँ खोल्छु भन्दा चाहिँ ढोका म अघि नै पुगेको 7 बजे आइपुग्नु तर 7 बजेभन्दा अगाडि आइपुग्यो काममा चाहिँ तर अब यहाँ मान्छे खोल्नुहुन्छ नि भाइ पुटिङ लाउनुपर्ने ठाउँमा यहाँ यस्तो चारैतिर सबै कप यत्रो गएको छ पुरै हिँड्दै अनि माथि यो वल्लोपट्टिको सिलिङ हानिसक्यो उता पल्लोपट्टि सिलिङ हानेर यो पनि सक्यो यहाँ पुटिङ लाउनु पऱ्यो परिसरमा गाइस देख्नु सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ अहिले सिलिङ हानेको छ यहाँ मैले यो पुटिङ यसमा यो सेतो कलर व्हाइट माथि हो र यो यस्तो यस्तो भागमा चाहिँ त्यो त खाल्डो छ यसमा चाहिँ अब पुटिङ हाल्नुपर्ने हुन्छ देख्नु सक्नुहुन्छ यतिर पनि यतिर पुरै म चाहिँ यहाँनिर छु यस्तो अवस्थामा अनि यो पुरै कोठा हो अनि यो पनि भर्खर यो सिलिङ हानेको अनि यसमा पनि अब तल पुटिङ हाल्नुपर्ने छ अनि अब चाहिँ यहाँतिर चाहिँ तल खाडो होइन स्वर बसिरहेछ आज किन हो अब यता अब पुटिङ हान्छु त्यसपछि अनि यसमा वाल कलर आउँछ हेर्नु सक्नुहुन्छ अब यहाँ 10:30 भइरहेछ मतलब नेपालमा 10:30 भइरहेछ अनि अब खाना खाने टाइम भयो अब खाना व्यवस्था के हुन्छ हेरौँ हात मुख धोएर सक्यो हेर्नु सक्नुहुन्छ यो वालमा छुट्टै कलर अनि यो वालमा छुट्टै कलर छ जान्दैछु नजाने हानेको छु कलर अब म घर जाँदै गाइस फेरि आज अहिले कति बज्यो 6-8 भयो त्यो भएर जाँदैछु अब गाइस फेरि भोलि यो ठाउँमा फेरि काम गर्न आउँछु म चाहिँ अब यहाँ बानेश्वर चोकमा पुग्नु लाग्यो बानेश्वर चोकमा हिँड्दैछु हेर्नुहोस् यो नापी विभाग कार्यालय मेन भवन जाँदैछु हाम्रो ट्राफिक रुल्स हाम्रो नेपाली दाजुभाइहरूले यस्तो मान्नुहुन्छ कि हेर्नु सक्नुहुन्छ भर्खर खोल्यो
नत्र भए यहाँ ट्राफिक नभए पनि पुरै यहाँ बसिरहनु हुन्छ उहाँहरू। अहिले त खोलेको छ। सुन्नुहुन्छ एकदमै अँध्यारो भइसक्यो। म चाहिँ यो कालीमाटी चोकमा आइपुगेँ। सुन्नुहुन्छ तपाईँहरूले कालीमाटी चोक आइपुगेँ म चाहिँ। यहाँबाट जाँदैछु कालीमाटी चोक आइपुग्नुलाई गाइस।